चियावालाको छोरा डाक्टर डेभिड हो। तपाईँ ठिक सुन्दै हुनुहुन्छ। नमस्कार आदरणीय श्रोताहरू, यस्तै महत्त्वपूर्ण प्रेरणादायी कथाहरू लिएर आउने सिलसिलामा म आज फेरि पनि एकजना सङ्घर्षबाट खारिएर एकजना व्यक्तिले कसरी डाक्टर उपाधि प्राप्त गर्न सक्यो भन्ने विषयमा तयार पारिएको कथा लिएर उपस्थित भएको छु। र यस कथामा उल्लेख गरिएको नामहरू यदि कोहीसँग मिल्न गएमा त्यो एउटा संयोग मात्र हुनेछ। आज म तपाईँहरूलाई एउटा अत्यन्तै प्रेरणादायी कथा सुनाउन गइरहेको छु। यो कथा हो गरिबी, सङ्घर्ष, आँसु, मेहनत र सफलताको कथा। कथाको शीर्षक छ चियावालाको छोरा डाक्टर डेभिड। नेपालको एउटा सानो गाउँमा रमेश नामक एक व्यक्ति बस्थे। उनी गाउँको चौतारो नजिकै सानो चिया पसल चलाउँथे। बिहान सबेरै उठेर चिया पकाउने, ग्राहकलाई चिया बेच्ने र साँझ अबेरसम्म पसलमा बस्ने उनको दैनिकी जीवन थियो। उनको कमाइ धेरै थिएन। दिनभरि पसिना बगाउँदा पनि परिवारलाई 2 छाक खान पुग्ने मात्र पैसा जुट्थ्यो। उनकी श्रीमती माया पनि घरधन्दा र सानो खेतीपाती गरेर परिवारलाई सहयोग गर्थिन्। उनीहरूको एकमात्र छोरा थिए डेभिड। डेभिड सानैदेखि मेहनती, इमान्दार र पढाइमा निकै तेज थिए। उनी विद्यालयमा सधैँ प्रथम हुन्थे, तर गरिबीको कारण उनको धेरै सपनाहरू अधुरा जस्तै देखिन्थे। एक दिन विद्यालयमा शिक्षकले सोधे, बच्चाहरू तिमीहरू ठुलो भएपछि के बन्न चाहन्छौ? कसैले शिक्षक, कसैले प्रहरी, कसैले पाइलट बन्ने सपनाहरू सुनाए। जब डेभिडको पाला आयो, उनले दृढ स्वरमा भने, म डाक्टर बन्न चाहन्छु। सबै साथीहरू हाँसे। एकजना साथीले भन्यो, तिम्रो बुवा त चिया बेच्नुहुन्छ, तिमी डाक्टर कसरी बन्छौ? अर्कोले भने, डाक्टर बन्न धेरै पैसा चाहिन्छ। डेभिड चुप्प लागे, तर उनको मनमा एउटा आवाज आइरहेको थियो, गरिबी हुनु अपराध होइन, सपना नदेख्नु अपराध हो। त्यो दिन घर फर्किएपछि उनले बुवालाई भने, बुबा म डाक्टर बन्न चाहन्छु। रमेशले छोराको आँखामा हेऱ्यो। उनलाई थाहा थियो आफ्नो आर्थिक अवस्था कमजोर छ, तर उनले छोराको सपना तोड्न चाहेन। उनले मुस्कुराउँदै भने, छोरा म धनी छैन, तर तिम्रो सपनाको लागि मेरो पसिना कहिले रोकिने छैन। त्यो दिनदेखि डेभिड झन् मेहनत गर्न थाले। विद्यालय जानु अघि उनी बुवालाई चिया पसलमा सहयोग गर्थे। कप धुन्थे, टेबल सफा गर्थे र ग्राहकलाई चिया पुर्याउने काम गर्थे। त्यसपछि विद्यालय जान्थे। राति बिजुली नहुँदा मट्टितेलको दियो बालेर पढ्थे। कहिलेकाहीँ घरमा किताब किन्ने पैसा हुँदैन थियो। उनले साथीहरूबाट पुराना किताब ल्याएर पढ्थे। समय बित्दै गयो। डेभिडले एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याए। पुरै गाउँ खुसी भयो। तर अर्को समस्या आयो। अब उच्च शिक्षा पढ्न सहर जानुपर्ने भयो। यसको लागि पैसा थिएन। रमेशले आफ्नो चिया पसल विस्तार गर्ने सपना त्यागे। जम्मा गरेको पैसा छोराको पढाइको खर्चको लागि दिए। उनले भने, पसल त फेरि बनाउन सकिन्छ, तर छोराको भविष्य फेरि फर्केर आउँदैन। डेभिड सहर पुगे। त्यहाँ उनको सङ्घर्ष झन् बढ्यो। दिनमा कलेज पढ्थे, साँझ एउटा होटलमा भाडा माझ्ने काम गर्थे। त्यही पैसाले कोठा भाडा र पढाइ खर्च चलाउँथे। धेरै रात उनी भोकै सुत्थे, तर उनले कहिले हार मानेनन्। एक दिन मेडिकल प्रवेश परीक्षाको नतिजा आयो। डेभिडको नाम छनौट भएको थियो। खुसीले उनको आँखाबाट आँसु बग्न थाल्यो। सबैभन्दा पहिले उनले बुवालाई फोन गरे, बुबा म मेडिकलमा नाम निकाल्न सफल भएँ नि। फोनको अर्को छेउमा रमेश रोइरहेको थिए। उनले भने, आज मेरो चिया पसल संसारकै ठुलो महल जस्तो लागिरहेको छ, तर मेडिकल पढाइ सजिलो थिएन, फेरि धेरै महँगो थियो। रमेशले ऋण लिए, केही जग्गा बेचे, गाउँका केही मानिसहरूले सहयोग गरे। डेभिडले पनि छात्रवृत्ति पाए। यसरी सङ्घर्ष गर्दै उनी मेडिकल कलेजमा पढ्न थाले। कलेजमा उनले कहिल्यै समय खेर फालेनन्। अरू विद्यार्थी आराम गर्दा पनि उनी पुस्तकालयमा बसेर अध्ययन गर्थे, किनकि उनलाई थाहा थियो उनको पछाडि बुबाको पसिना र आमाको आँसु छ। 5 वर्ष थाहै नपाई बित्यो। त्यो ऐतिहासिक दिन आयो। डेभिड डाक्टर बने। दीक्षान्त समारोहमा सबै विद्यार्थीहरू आफ्ना अभिभावकसँग आएका थिए। डेभिडले आफ्नो बुवालाई मञ्चमा बोलाए। रमेश पुरानै कपडामा थिए, तर आज उनी सबैभन्दा धनी मानिस जस्तो देखिन्थ्यो। डेभिडले सबैको अगाडि बुबाको खुट्टा समाते र भने, म डाक्टर बनेको होइन, मेरो बुबाको सङ्घर्षले डाक्टर बनेको हो।
पुरा हल तालीले गुन्जियो। धेरै मानिसहरूको आँखामा आँसु थियो। केही वर्षपछि डेभिड गाउँ फर्किए। उहाँले गाउँमा एउटा अस्पताल खोले। अस्पतालको नाम राखे रमेश स्वास्थ्य केन्द्र, अर्थात् आफ्नो बुबाको नाममा। उद्घाटन कार्यक्रममा उनले भने, कुनै गरिब आमा बुबाहरू छोराहरूको पैसाको अभावमा उपचार नपाएर मर्न नपरोस् भनेर यो अस्पताल बनाएको हुँ। त्यस दिन गाउँभरि उत्सव मनाइयो। चिया बेच्ने रमेश अब सम्मानित व्यक्तित्व बने। मानिसहरू उनलाई देखेर भन्थे, हेर्नुहोस् त्यो डाक्टर डेभिडको बुवा हुन्। रमेश मुस्कुराउँथे, किनकि उनको सबभन्दा ठुलो सम्पत्ति पैसा होइन, सफल छोरा थियो। र यो कथाको शिक्षा, गरिबी सफलताको बाधक होइन, सपना ठुलो हुनुपर्छ, अवस्था होइन। आमा बुवाको त्याग कहिले बिर्सिनु हुँदैन। निरन्तर मेहनत गर्ने मानिस एक दिन अवश्य सफल हुन्छ। सङ्घर्ष बिना सफलता सम्भव छैन। प्रिय श्रोताहरू, आज तपाईँको अवस्था जस्तो सुकै होस्, यदि तपाईँसँग सपना, मेहनत र धैर्यता छ भने एक दिन सफलता अवश्य तपाईँको ढोकामा आउनेछ। चियावालाको छोरा डेभिड डाक्टर बन्न सक्छ भने तपाईँ पनि आफ्नो जीवनमा लक्ष्य पुरा गर्न सक्नुहुनेछ। आजको यो प्रेरणादायी कथा कस्तो लाग्यो तपाईँलाई? यदि तपाईँलाई मन परेको छ भने कमेन्ट बक्समा आफ्नो विचार अनुभव लेख्न सक्नुहुनेछ। अनि लाइक, कमेन्ट, सेयर गर्नुहोला। र यस्तै प्रेरणादायी कथाहरू, भिडियोहरू हेर्नको लागि भोइस अफ टुडे युट्युब च्यानललाई सब्सक्राइब गरिदिनुहोस्। साथै हाम्रो फेसबुक पेज छ भोइस अफ टुडे, फलो गरिदिनुहोला। धन्यवाद।